यो कन्डेन्सर रिकभरी सिस्टमको जुन इनलेट लाइन हो, यहाँ एउटा यो भल्भ छ। यो भल्भ अहिले अफ अवस्थामा छ। यो अन गरेपछि यसको थ्रुबाट यहाँबाट पानी के जान्छ, पम्प युनिटमा जाने काम गर्छ। र यहाँ एउटा स्टेनर लागेको हुन्छ। हामीले प्रिभेन्टिभ मेन्टेनेन्सको बेलामा यो स्टेनर खोलेर यो भित्र भएको जुन जाली हुन्छ यसलाई बेला बेलामा साफ गर्नुपर्छ। यस्तो यो हेर्नुहोस् त, यो अहिले पुरै जाली ब्लक भएको अवस्थामा छ। यो भइसकेपछि यसले गर्दा पानीको फ्लोलाई राम्रोसँग हुँदैन। त्यही भएर सफा गर्नुपर्ने हुन्छ। पानी निकाल दिने हो, निकालो न। आज मसँग राम सगल हुनुहुन्छ, हाम्रो प्लान्टको एकदम खतरा टेक्निसियन है। यो रिकभरी पम्पको के छ कन्डिसन भनेर यही प्रिभेन्टिभ मेन्टेनेन्समा हामीले चेक गर्न गइरहेका छौँ। त्यसको लागि टेन्सन हुन्छ। यहाँ 4वटा बोल्ट लागेको छ। यो बोल्टहरू खोलेर हामीले यसमा हेर्छौँ के छ। हेर्न सकिन्छ। यो भित्र यस्तो सेन्सर हुन्छ, यसले लेभल चेन्ज गर्ने काम गर्छ। यो सेन्सरको प्रोबहरू लेभल देखाउँछ। यो सबभन्दा माथि लामो जुन छ यसले भनेको के दिन्छ भन्दाखेरि रिसिभर ट्याङ्कमा पम्प युनिटमा पानीको लेभल मिनिमम लेभल छ भनेर देखाउँछ। त्यसपछि अर्कोले टपमा पुगेको छ भन्ने देखाउँछ। यो अनुसार यो 2वटा भल्भहरू राखेको छ। यो भल्भहरू अन अफ हुने काम गर्छ। अन हुन्छ र यताबाट आएको स्टिम जब पम्प युनिटमा पुग्छ त्यसको प्रेसरले गर्दा यहाँ एउटा एनआरबी भल्भ लागेको छ। यसको यो भल्भ खुल्छ प्रेसरले र वाटर यता ट्रान्सफर भएर जान्छ। यसरी हामीले यसलाई जे छ सफा गरेर यसरी फिट गर्न सक्छौँ है। फिट गरेर